बच्चाबच्चीलाई खाना लाउन बरु गुन्द्रुकको झोल खुवाएर पनि बचाउन सकिन्छ, तर समाजको गिद्धि नजरबाट बचाउनलाई सुरक्षा आवश्यकतालाई प्राथमिकतामा राख्नुपर्ने दिन आइसकेको छ। बाराको चितपुर सिमारामा 3 वर्षीय बालिका 3-4 दिनदेखि हराइरहेकी थिइन् र आज बिहानै आफ्नो घर नजिकै मान्छे नबस्ने घरमा दुवै आँखा झिकेको र जिब्रो काटेको अवस्थामा फेला परिन्। मैले समाचार बिहानै 10 बजी सुने। त्यसपछि आफूलाई सम्हाल्नै गाह्रो भयो। दिन कसरी बित्यो, अहिले पनि टाउको दुखिरहेछ र हामी सुन्नेलाई त यस्तो भएको छ भने आफ्नो परिवार अनि आफ्नो आमालाई के भइरहेको छ होला हामी त कल्पना पनि गर्न सक्दैनौँ। अहिले फेरि मैले फेसबुक हेरेको, एउटा 16 वर्षीय पुरुषले यो घटना घटाएको रहेछ भन्ने कुरा बाहिरिएको छ। नेपालमा फेरि 18 वर्षभन्दा मुनिकोलाई नाबालक मान्ने कानुनी व्यवस्था छ। जबकि एउटा पुरुषले आफ्नो वंश धान्नै नसकेर कसैको बच्चीलाई जबरजस्ती करणी गरेर निर्मम हत्या गर्छ भने त्यसलाई नाबालक मानेर कानुनी सजाय छुट दिने कानुनलाई पनि संशोधन गर्न जरुरी छ। यस्ता क्रूर अपराधिक र नीच क्रियाकलापलाई बन्द गर्नका लागि नेपालमा फाँसीको सजाय ल्याउन जरुरी छ। तर समाजका कतिपय गण्यमान्य विद्वान भनाउँदाहरूले फाँसीको सजाय ल्याएमा सोझा साझा पुरुषहरू फस्ने सम्भावना बढी हुन्छ भनेर यी कुराहरूलाई बहिष्कार गर्दै आएको अभिव्यक्तिहरू दिइरहेको पनि हामीले सुन्नमा आउँछ। तर यसलाई क्याटेगोराइज पनि त गर्न सकिन्छ नि। एउटा 3 वर्षको बालिका बलात्कृत हुनु र एउटा वयस्क हुनुमा धेरै फरक छ र कुन क्याटेगोरीकोलाई फाँसीको सजायको व्यवस्था गर्ने र कुनलाई अन्य कानुनी सजाय दिने भन्ने कुरा त्यो कानुनमा व्यवस्था गर्न पनि त मिल्छ नि। समाजमा यस्ता नीच सोच विचार भएका नरपिशाच विषाक्त सर्पहरू धेरै छन्। त्यस्ताबाट बच्नको लागि हरेक सचेत नागरिकले आवाज उठाउनु जरुरी छ र यो बच्चीको न्यायको लागि सबैले आवाज उठाइदिनु होला। जबसम्म यो देशमा फाँसीको सजाय हुँदैन तबसम्म बच्ची हुने बा आमा कहिले पनि ढुक्कले निदाउनै पाउँदैनन्, यो कुरा ग्यारेन्टी छ।